नमस्कार। आज हामी कुमाल समुदायले वैशाख पूर्णिमामा मनाउने चण्डी पूजाको बारेमा अलि गहिरिएर कुरा गरौँ न। नमस्ते। हो, यो पूजा उहाँहरूको धर्म, संस्कृति अनि सामाजिक जीवनको एकदमै महत्त्वपूर्ण हिस्सा हो। हामीले पाएको जानकारी अनुसार यसको महत्त्व के छ, कसरी मनाइन्छ अनि समुदायलाई कसरी जोड्छ भन्ने कुराहरू खुतलौँ त। हुन्छ, सुरु गरौँ कहाँबाट? समयबाट। समय ठिकै हुन्छ। यो पूजा वैशाख पूर्णिमाको दिन होइन? हो, तर कहिलेकाहीँ भोलिपल्ट पनि मनाउने चलन छ रे। त्यसलाई बासी पूर्णिमा भन्छन्। ए, बासी पूर्णिमा। अनि यो वर्षको पहिलो पूजा पनि हो र नि त? हो, वर्षको सुरुवात यही पूजाबाट हुन्छ उहाँहरूको। धार्मिक हिसाबले हेर्दा यो खासमा चण्डी देवीको पूजा हो, होइन त? देवी भगवतीकै चण्डी स्वरूप। एकदम। यो नियमित निम पूजा हो। पुजारीले विधिपूर्वक गर्नुहुन्छ। के हुन्छन् विधिहरू? त्यो थान लिप्पोत गर्ने? चण्डी थान लिप्पोत गर्ने, अनि दियो, कलश, वाण, लिङ्गो यिनीहरूमा ध्वजा पताका बाँध्ने, धूपबत्ती बाल्ने, यस्तै कर्महरू हुन्छन्। अनि त्यो बलि प्रथाको कुरा नि, त्यो त निकै चर्चामा आउँछ। हो, बलि प्रथा महत्त्वपूर्ण मानिन्छ। हरेक घरबाट एउटा कुखुरा, भाले पोथी मिलाएर। ए, हरेक घरबाट? हो, अनि पुरै गाउँले मिलेर एउटा सुँगुर र एउटा पाठी, मतलब बाख्राको पाठी, चण्डी माईलाई चढाउँछन्। अनि रगतको धार पनि चढाउने चलन छ? रगतको धार देवीलाई अर्पण गरिन्छ। अनि अर्को पनि छ नि। के? यदि वर्षभित्र कसैको घरमा शुभ कार्य भयो, जस्तै नयाँ बिहे, बच्चा जन्मियो वा नयाँ घर बन्यो भने। ए हो र, त्यस्तो बेला के गर्छन्? उनीहरूले भाग चढाई भनेर छुट्टै पूजा गर्छन्, बोका, सुँगुर वा कुखुरा काटेर, एक किसिमले धन्यवाद दिए जस्तो। कस्तो चाख लाग्दो। अनि त्यो गाउँको 4 किल्ला बाँध्ने चलन नि, त्यो अलि बताउनुस् न। ए, त्यो त झन् सुरक्षासँग जोडिएको कुरा भयो। गाउँको चारै सिमानामा पूजा गरिन्छ। के का लागि? विश्वास के छ भने यसो गर्दा बाटोघाटो हिँड्दा चण्डी देवीले रक्षा गर्नुहुन्छ अनि गाउँमा कुनै भेद, मतलब नराम्रो तत्त्व पस्दैन। एक किसिमको आध्यात्मिक सुरक्षा कवच जस्तो। साँच्चै कस्तो गहिरो विश्वास। तर यो पूजा त खालि धर्मकर्म मात्रै त होइन होला नि, सामाजिक पक्ष पनि त होला? हो, यहाँनिर एकदमै रोचक कुरा के छ भने नि, यसको सामाजिक पक्ष सायद धार्मिक पक्षभन्दा कम छैन, बरु बढी नै महत्त्वपूर्ण होला कि। कसरी? खास गरी चेलीबेटी र कुटुम्बहरू भेटघाट गर्ने, वर्षभरिको दुःख सुख साट्ने यो एउटा ठूलो अवसर हो। त्यसैले पनि यसलाई यति धेरै महत्त्व दिएको। ए, मतलब यो पारिवारिक जमघटको पर्व पनि भयो? बिल्कुल, सबै गाउँले चण्डी खान वा मुखियाको घरमा जम्मा हुन्छन्। अनि त्यहाँ पूजा मात्रै हुन्छ कि अरू केही पनि? होइन, पूजा मात्रै कहाँ हो र। जस्तो तनहुँको कलेस्थी कुमाल गाउँको उदाहरण हेर्नुस् न, त्यहाँ त यही बेला वर्षभरिको कामको समीक्षा पनि हुन्छ। समीक्षा? साँच्चै? हो, अनि आउने वर्षको लागि योजनाहरू बनाउने काम पनि हुन्छ। यो त एक किसिमले वार्षिक सामुदायिक बैठक जस्तै भयो। अचम्म, धार्मिक पर्वमा यस्तो व्यावहारिक योजना पनि? हो नि त। हेर्नुस् त, कसरी परम्पराले समुदायलाई व्यावहारिक रूपमै बाँधेको छ। अनि त्यो बलि दिएको मासु छ नि, त्यो के गर्छन्? विशेष गरी टाउको, त्यो पकाएर सबैले सँगै खान्छन्, सामूहिक भोजन। यसले एकता झल्काउँछ। ए, अनि रमाइलो पनि त गर्छन् होला नि? किन नगर्नु। रातभरि चुड्का र झाम्रे नाचेर रमाइलो गर्ने चलन छ। एकदम जीवन्त हुन्छ त्यो रात। कस्तो रमाइलो कल्पना। अनि त्यो हल बार्ने भन्ने पनि सुनेको थिएँ। हो, त्यो पनि महत्त्वपूर्ण छ। पूजाको अवसरमा 2 दिनसम्म हलो नचलाउने, खेतबारीको काम बन्द। आराम गर्नलाई? आराम पनि हो, तर त्योभन्दा बढी यो पर्व र समुदायप्रति सम्मान देखाएको पनि हो। पुरै समय उत्सव र भेटघाटलाई दिने। त्यसो भए निष्कर्षमा के भन्न सकिन्छ त? चण्डी पूजा भनेको खालि धार्मिक काम मात्रै होइन रहेछ? होइन, बिल्कुल होइन। यो त कुमार समुदायको सामाजिक एकतालाई बलियो पार्ने, नाता सम्बन्धलाई नवीकरण गर्ने माध्यम हो। अनि समुदायको लागि योजना बनाउने मञ्च पनि र आफ्नो सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने तरिका पनि। एकदम सही। प्रकृति र देवीप्रतिको आस्था त छँदैछ, तर त्योसँगै सामाजिक सद्भाव र सम्बन्धलाई मलजल गर्ने यो ठूलो अवसर हो। धार्मिक विधिले जग बसाल्यो, तर सामाजिक अन्तर्क्रियाले यसलाई बलियो बनायो, होइन? हो, यसले मलाई एउटा कुरा सोच्न बाध्य बनाउँछ। के कुरा?
कसरी यस्ता परम्परागत धार्मिक पर्वहरूले समुदायको वार्षिक योजना, सुरक्षाका कुराहरू अनि सामाजिक सद्भाव जस्ता एकदमै व्यावहारिक पक्षहरूलाई एकै ठाउँमा ल्याउन सकेका होलान्। हो नि त। अनि अहिलेको यो परिवर्तनशील समयमा पनि यस्ता परम्पराले समुदायलाई कसरी एकताबद्ध राखेको होला, यो साँच्चै विचार गर्नुपर्ने कुरा हो। संस्कृति र समुदाय कसरी एक अर्कामा जेलिएका हुन्छन् भन्ने यो एउटा जीवन्त उदाहरण हो।